दुईवटा दाजुबहिनी टिका लगाउँदै हुन्छन्। उनीहरू खुसी हुँदै टिका लगाइरहेका थिए। त्यति बेला एउटी बहिनीले परबाट उनीहरूले टिका लगाएको हेरेर रोइरहन्छन्। त्यति बेला दाइले उताबाट देख्नुहुन्छ र दाइले भन्नुहुन्छ, बहिनी हेर त, उनी बहिनीको हामीले टिका लगाएको देखेर रोएर बसेकी छन्। जाऊ न त दाइ, किन रोएकी भनेर सोधौँ। दाइ र बहिनी मिलेर उनलाई किन रोकेको भनेर सोध्छन्। निशा, मेरो दाइहरू विदेशमा हुनुहुन्छ, तपाईँहरूले टिका लगाएको देख्दा मलाई पनि टिका लगाउन मन लाग्यो। त्यसो भए तिनजना सँगै बसेर टिका लगाऊँ न त। हुन्छ नि, लगाउँ न त। उनीहरूले टिका लगाउन जान्छन् र एकैछिनपछि दाइलाई लाहोरबाट फोन आउँछ र दाइ निराश हुँदै, मलाई लाहोरबाट युद्धमा जानुपर्ने भयो, त्यही भएर म अर्को साल तिहारमा आउँछु र राम्ररी तिहार। हुन्छ नि दाइ, अर्को साल आएर राम्रोसँग तिहार। किन निराश भयो कि? निराश नभए अर्को साल आइहाल्नुहुन्छ अनि सँगै बसेर टिका लगाउला। बहिनी निराश हुँदै, आज भाइ टिकाको दिन पनि दाइले लामो जानुपर्ने भयो। लाहोर भन्ने कुरा त्यसै रहेछ, निराश नहो। आज हाम्रो विद्यालयमा तिहारको कार्यक्रम सञ्चालन हुँदैछ। त्यसैको अवसरमा दाइ दिदीहरू यहाँ आफ्नो प्रस्तुति देखाउँदै हुन्छ, त्यही हेर्न झन् फेरि ढिलो हुन्छ। उनीहरू त्यहाँबाट गएर देउसी भैलो कार्यक्रम पनि सुरु हुन्छ। 1 2 3 सुरु। उपस्थित साथी र दाजुभाइ प्रणाम गर्छौँ हामी शिर झुकाई। उपस्थित साथी र दाजुभाइ प्रणाम गर्छौँ हामी शिर झुकाई। आयो खेल्दै देउसी र भैलो, सबैतिर छाइरहेछ रमाइलो। आयो खेल्दै देउसी र भैलो।